हेलो दर्शकबिन नमस्ते। यो हाम्रो रेशम बाबु युट्युब च्यानलमा हेर्नुभएको सम्पूर्णलाई आज हामी फेरि चिकन फ्राइड राइस बनाउँदैछौँ। हेर्न चाहनुहुन्छ हजुरहरूले यसरी चिकन हालेर क्याप्सिकम प्याजहरू हालेर एकदम बन्दाहरू हालेर यसलाई मजाले भुन्नुपर्छ। पहिला यसलाई भुटिसकेपछि एकदम टेस्टी हुन्छ। सुर्खेत बसपाको 12 नम्बर सडामा पाउँछ। खाजा नास्ताको सबै सम्पूर्ण हाम्रो सेवा सुविधा छ। हाम्रो यो युट्युब च्यानलमा आउँछ, रेशम बाबु युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ। यो राइस चाउमिन मिक्स गरेर बनाउला छ। त्यो नुनहरू हालिसक्यो, टेस्टी मसला चिकन मसलाहरू यसरी हेर्न सक्नुहुन्छ हजुरहरूले। यो हेर्नुहोस् त, यसरी मजाले सस चिल्ली सस सोया ससहरू हालेर यो हेर्नुहोस् चिल्ली सस हो। यो यसरी हालेर हामी मजाले यो फ्राई गर्छौँ। यो चटनी हो, हाम्रो सिजन चटनी हो, एकदम टेस्टी बन्छ। सुर्खेत बसपार्कको 12 नम्बर सडकमा हजुर आउन सक्नुहुन्छ। यो हेर्नु त यसरी यसलाई हराउनुपर्छ। यो सुर्खेत बसपार्कको 12 नम्बर सडकमा पाउँछ साथी हो। एकचोटि आउनुहोस्, हाम्रो पसलमा भिजिट गर्नुहोस्, खाजा नास्ताको सेवा सुविधा लिनुहोस्। एकदम टेस्टी खाजा नास्ता पाउँछ। एकचोटि अवश्य आउनु होला, भिजिट गर्नु होला हाम्रो खाजा नास्ता पसलमा। हेर्नुहोस् त, यसरी मजाले फ्राई गर्नुपर्छ है। यसरी अन्डा चिकन हालेर यो फाइनली क्वान्टिटी आउँछ, क्वालिटी आउँछ। एकचोटि हाम्रो पसल अब अवश्य भिजिट गर्नु होला, एकदम सेवा गर्ने मौका दिनु होला हामीलाई। सुर्खेत बसपार्कको 12 नम्बर सडकमा हेर्न सक्नुहुन्छ। यो हाम्रो बोर्ड हो। यसरी एकदम टेस्टी खाजा नास्ता पाउँछ। हाम्रो रेशम बाबु युट्युब च्यानललाई लाइक सब्सक्राइब कमेन्ट गर्नु होला। एकचोटि हाम्रो पसलमा भिजिट गर्नु होला भन्न चाहन्छु। हस्त नमस्ते सम्पूर्ण साथीहरूलाई।